100 जनाको फोन कन्ठ गर्नु एकैचोटि भन्यो भने हुँदैन, त्यो बिर्सिसकेको हुन्छ कि पहिलाको चाहिँ बिर्सिसकेको हुन्छ। अनि सेकेन्डको गर्दा थर्डको गर्दा सेकेन्ड बिर्सिसकेको हुन्छ, फोर्थको गर्दा थर्ड बिर्सिसकेको हुन्छ कि। त्यस्तो भएको कारणले यो हाम्रो जीवन पनि पहिला के थियो त भनेर चाहिँ यो धेरै चित्त सन्ततिको प्रभाव चाहिँ भएको हुनाले, घुमिरहेको हुनाले, कहिले चरा हुने, कहिले भाले हुने, कहिले गाई हुने, कहिले भैँसी हुने, कहिले सर्प हुने, यस्तो यस्तो भइरहेको कारणले गर्दाखेरि चाहिँ हामीले सोच्नु सक्दैनौँ। त्यो भएर चाहिँ नरकमा पनि हामी कति पतन भयो होला पहिलोको अघिल्लो जन्ममा हेर्नु न। त्यति बेला हामीले दुःख पाएको थियो नि, होइन तप्तैया कुटीमम, हेर्नुहोस् त, हेर्नु न, तप्तैया कुटीमम भनेको तातो फलामको भुइँ हुन्छ अरे त्यो नरकभित्र क्या। त्यस्तोमा हालिदिने क्या, अब पोल्ने, कति पोल्छ, कति राफिलो हुन्छ। हामी गर्मीमा त एकछिन खप्नु सक्दैन, होइन कति पसिना आउँछ, कस्तो हुन्छ, गाह्रो हुन्छ। तर तप्तैया कुटीमम भनेको त्यहाँ नरकमा यस्तो एउटा चाहिँ भुइँ हुन्छ अरे तपाईँको चाहिँ, त्यो चाहिँ 1000 डिग्री सेल्सियस भन्दा नि माथि हुन्छ क्या। हामी त तपाईँको कहिलेकाहीँ 40 डिग्री सेल्सियस भन्छ नि मान्छेले, अरबतिर 50 डिग्री सेल्सियससम्म हुन्छ। अनि कामै छोडिदिएको हुन्छ क्या मान्छेहरूले, लेबरहरूलाई काम गर्न दिँदैन, 50 भन्दा माथि भयो भने मान्छे मर्नु सक्छ भनेर। तर त्यही भएर अब 50 त हुन्छ, तर पनि उनीहरूले चाहिँ 50 भएको छैन भन्छ कि। आजको तापक्रम कति हो भने 48 47 भन्छ उनीहरूले, जहिले 50 चाहिँ भन्दैन। किनभने 50 भयो भने चाहिँ उनीहरूको नियममा चाहिँ काम गर्नु मिल्दैन थियो। त्यही भएको कारणले हामीलाई 50 डिग्री सेल्सियस पनि त्यस्तो गर्मी लाग्छ भने तप्तैया कुटीमम भनेको नरकमा भएको त्यो फलामको रापिलो घरभित्र बस्नुपर्छ, भुइँमा बस्दाखेरि कति पोल्छ होला, कति पीडा हुन्छ होला त। त्यो पीडा हामीले खपेको छौँ, होइन, तर बिर्स्यौँ क्या, हामीले बिर्स्यौँ। जस्तै एउटा नारीले, एउटी आमाले बालकलाई जन्म दिँदाखेरि प्रसुति पीडा हुँदै गर्दाखेरि उसलाई कति पीडा हुन्छ नि, होइन, कति गाह्रो हुन्छ नि उसलाई, होइन। त्यो नानी जन्मिनु लाग्दा पाउने बेलामा चाहिँ कति उसलाई गाह्रो हुन्छ नि, होइन। अनि जन्मिँदै गर्दाखेरि चाहिँ ती आमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यमराज भने पनि यमराजको पन्जाबाट फुत्केर आएको हुन्छ क्या। मृत्यु र जीवनको दोसाँतमा साथमा सेन्टरमा चाहिँ सिमानामा पल्टिएर जीवनको भिख माग्नुभन्दा पनि त्यो बच्चा सही सलामत जन्मियोस् भनेर चाहिँ आमाको त्यस्तो हुन्छ। आफ्नो प्राणको ख्याल पनि गर्नुहुन्न। त्यस्तो आमा भनेको त्यस्तो महत्त्वपूर्ण चिज हो नि। त्यही भएर आमाको चित्त दुखाउनु हुँदैन भनेको यस्तो कुराहरू। आमाको चित्त दुखायो भने अनि अनन्त कालसम्म नरकमा पतन हुन्छ। त्यो सानोमा त्यसरी चाहिँ जन्मिँदाखेरि यमराजको पन्जाबाट फुत्केर आउनुहुन्छ ती आमाले। जन्मिसकेपछि ती पीडाहरू सबै भुल्नुहुन्छ क्या। अनि त्यसपछि पनि आफू भोकै रहेर पनि उसलाई खुवाउँछ, आफू चिसो ठाउँमा सुतेर पनि उसलाई सुक्खा ठाउँमा सुताउँछ, त्यसरी हुर्काउँछ उसले। तर ठुलो भएपछि त्यो बच्चालाई अथवा त्यो बालकलाई, त्यो बालिकालाई यस्तो लाग्छ कि म स्वयं प्रकट भएको, म फुत्त यतिकै म आएको हो जस्तो लाग्छ। तर त्यस्तो होइन। त्यतिसम्म पुर्याउनुको लागि, टुकुटुकु हिँड्नसम्म अथवा दौडिनेसम्म बनाउनुको लागि ती आमाले धेरै कष्टहरू सहेको हुन्छ, धेरै अरूको भनाइहरू खपेको हुन्छ, धेरै दुःख कष्टहरू झेलेको हुन्छ। त्यही भएर अनि अझै अहिले त तपाईँको मोडर्न एज रे, त्यसपछि ठुलो भइसकेपछि त्यो छोराछोरीको विवाह हुन्छ। विवाह भइसकेपछि अनि त्यो वृद्ध आमा बुवालाई वृद्ध आश्रममा पुर्याएर फर्केर आउँछ। त्यसपछि ती वृद्ध आमा बुवाहरू आँखाभरि गहभरि आँसु गरेर चाहिँ अनि ती कुराहरू बितेका पलहरू सम्झिन्छन्। ती बच्चालाई धामी झाँक्री देखाएको, हस्पिटल लगेको, रातभरि नसुतेको, यस्तोहरू सम्झिन्छन् र धुरु रोन थाल्छन्। त्यस्तो हुन्छ। त्यस्तो कुनै पनि सन्तानले गर्छन् भने त्यसलाई कुसन्तान भनिन्छ। त्यस्तो दुष्ट सन्तान भनेर चाहिँ भन्न सकिन्छ। त्यस्तो गर्नु हुँदैन। त्यही भएर चाहिँ हामीले पनि कति नरकका पीडाहरू खपेका हुन्छौँ, तर हामीले बिर्सिन्छौँ क्या। जसरी एउटी नारीले, एउटी आमाले त्यो बच्चा पाउँदाखेरि कति पीडा हुन्छ नि, प्रसुति पीडा, त्यो त केवल नारीलाई मात्रै थाहा छ। जसले
लाई जन्म दिनुभएको छ उनीहरूलाई मात्र थाहा हुन्छ। कुनै पनि पुरुषलाई त्यो थाहा हुँदैन, किनभने उसले त्यो अवस्था भोगेको पनि छैन। अनि हामीले पनि त्यस्तै तरिकाले चाहिँ नरकका दुःखहरू पहिलो जन्ममा कति खेपेका होलान् है, तर बिर्स्यौँ हामीले। अब बिर्स्यौँ, किनभने त्यो धेरै समय बित्यो नि त, हामीले बिर्स्यौँ क्या। कति खुट्टामा काँडा बिजी थियो होला होइन सानोमा, हामीले बिर्स्यौँ नि अहिले। कति ठोक्यो होला, भुतुक्कै भयो होला होइन, त्यो बिर्सिसक्यो हामीले। अब त्यही भएर चाहिँ सम्पूर्णजन्य चित्तलाई चाहिँ नरकको दुःखलाई बचेर राखिराख्नु भनेर 29 स्ट्यान्जाले यो भन्नुभएको छ। त्यसै सिलसिलामा 30 मा जाउँ हामी। गुरुजनहरू तथा साथीहरूका सङ्गतबाट उपाध्यायको अनुशासन तथा भयले गुरुजनहरूको आज्ञा उल्लङ्घन नगरी प्रयत्नशील पुण्यात्माहरूमा अनायास स्मृति उत्पन्न हुन्छ। अरे ल हेर्नुहोस्, यो गुरुजनहरू तथा साथीहरूको सङ्गतबाट उपाध्यायको अनुसार उपाध्यायले जे भन्नुभएको छ, गुरुजनहरूमा हामीले डरहरू पनि बोक्नु पर्यो, लाजहरू घिनहरू बोक्नु पर्यो होइन। हामीले गुरुले भनेको अनुसार गुरुको आज्ञाहरू हामीले मान्नु पर्यो। त्यस्तो भयो भने चाहिँ यो स्मृति उत्पन्न हुन्छ अरे, अनायास क्या। अनायास भनेको सहजै इजिली हुने क्या, त्यस्तो त्यो प्रयास गरिरहनु भने धेरै दुःख गर्नु नपर्ने त्यस्तो हुन्छ अरे। त्यस्तै गरेर त्यो चाहिँ तपाईँको गुरुहरूको कुराहरूमा मान्नुपर्छ, गुरुहरूको डर बोक्नुपर्छ भन्ने कुराहरू हो। अब अहिले त बच्चालाई गाली गर्न नहुने, म कलेजहरूमा पहिला म कलेजमा पढाउँदाखेरि म कलेजमा हेर्छु, अरू कलेजतिर पनि म हेर्छु,